जिन्दगीको खेल पनि अचम्म छ। भयभरको जम्मै खेलवाडहरू जिन्दगीले मसँग गरेछ के। गेम हो र म जिन्दगीले मलाई खेल्न गेम हो। जिन्दगीले मसँग किन खेलवाड गरेको? नेपाल सरकारले मलाई जवाफ दिन पर्यो है। जनता जवाफ जान्न चाहती है। अझ त्यो जवाफ लिखितमा दिए झन् राम्रो। हल्का बिर्सिन सक्छ, दिमाग कमजोर। भयभरको जम्मै दुःख मलाई हुन्छ, भयभरको जम्मै तनाव यही दिमागले सहनु पर्ने हुन्छ, भयभरको जम्मै बेइज्जती मैले सहनु पर्ने हुन्छ। किन? को हो र म को हो चाहिँ को म? भैँसी पनि मै, बोयफ्रेन्ड नभएको पनि मेरै, आस्थामा भएको पनि मलाई, भाइ बहिनीहरूले हेप्ने पनि मलाई, घरमा सबसे धेरै कुटाइ खाने पनि म। किन? मै हो के जम्मै। मै राम, मै सीता, मै लक्ष्मण, मै रावण, मेरै पुच्छर लामो, मैले लङ्का जलाएको। अब त म मेरो नाम सोनिसा हटाएर मै राख्नु पर्यो जस्तो छ, मै महर्जन। जिन्दगीले यस्तोसम्म पनि खेल खेला छ कि जुन बेला आपत पर्छ त्यही बेला टोयलेट बस्नुपर्ने हुन्छ कि मलाई। हुन्छ नि हल्का खल्लललल आत्तिने सिचुएसनहरू हुन्छ नि। जस्तै प्रेजेन्टेसन दिँदाखेरि, एक्जाम दिँदा, रिजल्ट आउन लाग्दा, इन्टरभ्यू दिन अगाडि, इन्टरभ्यूमा आफ्नो पालो आइसक्छ, यहाँ डायरिया रोक्न सके हुँदैन, के गर्ने अनि म? अनि खलल डायरिया हुन्छ। त्यो डायरिया रोक्न सक्ने कुरा हो? कस्तो टेन्सन हुन्छ, कहाँ खोज्नु म त्यो बेला टोयलेट? कस्तो तनाव, त्यस्तो हल्का तनाव हुन्छ कि मलाई। अनि जिन्दगी झन्डवा फेरि भी घमण्डवा हुन्छ क्या। मलाई त्यस्तो बेला केही कुराको टेन्सन हुँदैन, खालि आत्तेर ठाउँको ठाउँमा डायरिया लाग्ने टेन्सन क्या। हल्का टोयलेट पाउन गाह्रो नि त नेपालमा। रेनी सिजनहरूमा छ नि, यो पानी पर्ने सिजनमा यस्तोसम्म पनौती लागेको छ कि होइन, एक न एक दिन त चिप्लेर लड्नै पर्छ क्या म, नत्र त रेनलाई पस्दैन त्यो कुरा। एकचोटि म मेरो कलेज बाहिरको हिलोमा यस्तरी चिप्लेर लडाएको छु नि, त्यो पसलेको त्यो लाठाहरू यस्ता हाँस्या छन् नि, अहिले पनि त्यो कुरा सम्झ्यो भने तिनीहरूको मुखबाट थुक्न मन लाग्छ मलाई। बेइज्जत हुनु भनेको त मेरो लागि बेसिक निड हो, दिनका दिन सहन्छु, नर्मल रेगुलर हो। अरूको लागि किन काण्ड भास्तो हुन्छ, मेरो लागि त बालको टिकटिक एभ्री डे हुन्छ। कस्तो अप्ठ्यारो ठाउँहरूमा पात निस्किन खोज्छ भने कम्ताको कन्ट्रोल गर्न गाह्रो हुन्छ मलाई। यस्ता आफ्नो मालिकलाई फसाउने पनि पाचन शक्ति हुन्छ कसैको। यस्तोसम्म भएको छ कि एक दिन होइन कटनको प्यान्ट लाएर निस्किया क्या म। हल्का ठाडे भैँसी छु नि त, अरूले यत्तिकै त भने होइन होला नि, नक्कली भएर कटनको। मम्मीले मलाई घरमै वार्निङ दिनुभएको थियो क्या, नला छोरी त्यो प्यान्ट तँलाई सुहाएन, तेरो तिग्रा यत्रो यत्रो पड्केला जस्तो देखिरहेको छ, ड्रम जस्तो देखिरहेको छस् भन्नुभएको थियो होइन। तर म चाहिँ मम्मीलाई पुरै थर्काएँ, नगराउनु तपाईँ, जेलस नहुनु है आफूले लाउनु नपाएर भन्दै थर्काएर बालको टिकटिक भनेर गएको त होइन। लागिहाल्यो नि पनौती त्यहाँ गएपछि। त्यो प्यान्ट मलाई टाइट भएर भ्याराक्क च्यातिदिएर ल अझ एउटा आन्टी आएर बहिनी तिम्रो प्यान्ट च्यात्यो रे, मलाई त सिआइदिनु त सक्छस् भने अलच्छिनी भनेर मनै भनिरहेको थिएँ। त्यो बेला जस्तो बेज्जतको फिलिङ त जिन्दगी भएको थिएन भने रन्थनेर मरु कि बाँचु, हाँसु कि रुँ, कहाँ गएर कसको माथि हाम फाल्नु जस्तो लागिरहेको थियो। जिन्दगी त्यहाँदेखि कटनको प्यान्टै लाउँदिनँ। एक्जाम हुँदा जहिले ढिलो उठिने, 2 बजेको अलार्म हाल्ने, 5 बजे बिउजिने क्या। ल मरिन अब त्यहाँ म छटपटेर, जुन च्याप्टर छोडेँ त्यहीबाट क्वेसन आइदिने। ल मरिन अब म के गर्ने? यस्तोसम्म खेलवाड गरेछ क्या मलाई जिन्दगीले। यो त हल्का समरी मात्र हो, भन्दै गयो भने त बुकै लेख्न सक्छु, तर हल्का अल्छी लाग्ने अवस्था हुन्छ नि त मान्छेलाई, त्यसैले